हिजो रवि लामिछानेलाई पक्राउ गर्दै गर्दा कसको जाहेरीको आधारमा कुन चाहिँ मुद्दाको अनुसन्धानको लागि पक्राउ गरिएको हो त? प्रहरीले यसको जवाफ दिनु पर्दैन? प्रहरीले अधिकार क्षेत्र नागेर हिजो उहाँलाई पक्राउ गर्यो। यो जसले पक्राउ गर्यो, जसको कमान्डमा पक्राउ गर्यो, प्रहरी अधिकृतमा केस लाग्छ, मुद्दा लाग्छ। तपाईँ, हामी या कोही कसैले उहाँका विरुद्धमा जाहेरी दिएको छैन, सूचना दिएको छैन, कुनै कसुरका सम्बन्धमा अनुसन्धान गर्नुपर्ने परिस्थिति छैन भने जो प्रहरीले हस्ताक्षर गरेको छ, त्यो पदवी दुरुपयोग गरेको छ, नपाएको पगरी गुथेको छ, ऊ अधिकार प्राप्त अधिकारी हो त? अदालतको अधिकारी हो ऊ? पक्राउ गर्न रवि लामिछानेलाई निवासमा जो प्रहरी गए, हस्ताक्षर गरे, उनले पदीय दुरुपयोग गरे भनेर मजाले मुद्दा चाहिँ मजाले उहाँको त जागिर जान्छ। यो विषयमा सबैको गतिविधि हेर्दा सबै मादक पदार्थ सेवन गरे जस्तो मलाई शंका लाग्छ। प्रहरीहरू मादक पदार्थ सेवन गरेर गएको जस्तो मलाई शंका लाग्छ। किनभने त्यो जरुरी पक्राउ पूर्जी लेख्ने मान्छेले के शब्द प्रयोग गरेका छ त्यसलाई पनि हेर्नु होला। रक्सी खाएर गए त मादक पदार्थ। मैले अनुमान गरेँ जनप्रतिनिधिहरूलाई नराखिकन प्रवेश गर्छ, खानतलासी नदिकन प्रवेश गर्छ, अनि त्यस्तो मान्छे जान्छ र के भन्छ भन्दा अन्तिम इच्छा के हो तेरो भन्छ। के रवि लामिछानेलाई फाँसी दिन लगिएको हो? फाँसीको सजायको व्यवस्था हाम्रो कानुनमा, हाम्रो संविधानमा कहाँ छ? र किन सोधियो त्यो शब्द किन सोधियो? त्यसको पछाडिको राज के हो? टङ स्लिप हुने गरेर किन मादक पदार्थ सेवन गरे त?